गर्मी छ अनि हामी चाहिँ आज पौडी खेल्न जाँदैछौँ पोखरीमा। लेट्स गो। ल जाम 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 जाम। कहाँ छ अब अमन माथि के हो कल समाप्त गर्न 0 थिच्नुहोस् र तपाईको अर्को रिचार्जमा काटिनेछ। धन्यवाद। तल आऊ न। अनि अमेने पनि आउँदैछ पर। पानी लिएर भर्खर उठेको होइन के बोक्यौ? भात खाइन बोकेको म के त नि ऊ निमेशको उतै छ हौ बिक्री गर्नु क्या भयो झन् त्यही जानु खोजेको त सबैले यिनीहरू हो चिज पनि लग्यो यो कि मिलो पिपिएमवाला यस्तो पनि यो क्विक्सको पनि आएको रहेछ खाएको छुइनँ मैले त अहिलेसम्म। यो खानुभयो दोकान खाएको तिमीले यो के हेरौँ न 150 कोक नलग्नु पेटको नै ठिक हुन्छ। मैले त नि गुड खाएको छ उता छ हौ यहाँ छैन भन्दा नि हुन्छ उता यति नै होइन चाउ थ्याङ्क यू ब्रोदर एउटा मलाई फेरि थ्याङ्क यू खाइसक्नु पर्स पनि बोक्नु नि त पर्स के सानो अरे अब फाइनली पेट्रोलको लाइन त बढेन त हुनसक्छ अगाडि हेरेर मेरो नचिनेन भने म टोपी खोल्न सक्छु यसरी राइडर सुड बी कन्सन्ट्रेट अन द वे रोड साइड एक्सन गाइड हामी चाहिँ आज रातो पनि जाँदैछौँ किनकि झरना निकै गर्ने गरेको छ झरनातिर गएर झरनातिर जाँदा चाहिँ अलिक बाटो पर्छ अलिक अप्ठ्यारो हुन्छ त्यही भएर हामी चाहिँ ततिर मधेसतिर जाँदैछौँ बरा क्षेत्र नगरपालिका पर्ने तल हाम्रो आमाको पनि जाँदैछौँ नडा छेउदेखि यता तर हामी चाहिँ यहाँ रेलवेको खपुरी खोला छेउदेखि चाहिँ जङ्गल जाँदैछौँ होइन मलाई छैन होला पानीबाट कत्रो घुम्नुपर्छ है यहाँबाट कत्रो घुम्नु नि त त्यस्तो साह्रो त घुम्नु पर्दैन यहाँ तल मेन रोड हेरेपछि चाहिँ यता त्यस्तो हुन्छ घुम्नु पर्दैन घुम्नु त पर्छ सिधा जस्तो त छैन नि
होइन हिँड्न मासु सँगै हिँड्न एकदम बाटो जान्छु भनेको कस्तो छ बाटो राम्रै छ यहाँ यता राख्ने यता शीतलमा राख न कस्तो राम्रो फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुग्यौँ चाहिँ यहाँको पाले हो स्टेपै गर्न आएन सबै टिकट सोध त कति हो दुइटै बोकेको मै त छु कति हो ब्रो 30 रुपियाँ ब्रो 3 जनाको ए सरी अलिक अल्गो भइएछ निमेश तिम्रो मित सेम छ त अनुहार त नि भिडियो गर्दा क्या ब्रो यसरी होइन क्या ब्लगको लागि यो छ नि 0.5 मा गर्ने हो क्या अनि चाहिँ राम्रो आउँछ भिडियो यो राम्रो हो क्या ब्लगरहरूले यो युज गर्छ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई ठिक छ यस्तो मनी एक्जाममा बनाएको रहेछ नयाँ नयाँ बनाएको रहेछ नि केटाकेटीहरू छ यहाँ यसरी पक्नु राम्रो बनाउनु जङ्गलको राजा यो चाहिँ मै हो नि हेलो एभ्रिवान हामी चाहिँ आज अमा पोखरी आइरहेको छौँ 3 टाउके 1 टाउके 2 टाउके 3 टाउके सो आज हामीले चाहिँ खानेकुरा पनि बोकेर नुहाइदिनु होइन आइरहेको छौँ बर्गरिङ भएर ल जाउँ यो चाहिँ लास्टमा हो क्या यो चाहिँ जय नेपाल दामी है वहाँनिर वाउ म चाहिँ पाक्ने भएँ ट्यापे हान्दै भनेको त बहिनी हेर न निमेश के त तिम्रो हालको पर ओलुलुलुलु यहाँ अस्ति बोट गरेको जस्ट स्विमिङ आज शनिबार मान्छेहरू ओभर आमा ड्राई पिकनिक खानेहरू हो क्या सबै यहाँ पर चाहिँ ड्राई पिकनिक खानेहरू छन् च्याउमा पोखरी आइसकिन् सुटिङ हानेको ए सुल्टी राख्ने भाइ सो फिलिङ पौडी हानी ओके खाना पनि सबले अलिअलि पानी पानी बनायो त्यो भाइ चाहिँ हङ्ग्री छ त्यही भएर हामी पहिला यहाँ अलिकति के खाना आँटेको है स्पिकर भन्नु पर्दैन मसँग स्पिकर खाना आँटेको सरी ल चिसो त ल्याइयो पो ल्याइएन त ग्लास पो ल्याइएन खाने निमेश भिडियोको टाइम रहेछ भिडियो कस्तो छ मिठो छ ला नचलाइ खाएर मैले त अब चढाउनु त के गर्छ अगाडि चढाउनु पर्थ्यो तर अब माफ गरिदेऊ यस्तै हो के चाहिँ खाइहाल्ने यहाँ चाहिँ कोक छ पानी छ वाटरमेलन छ यहाँनिर डेजर छैन हामीले कोक चाहिँ ल्यायौँ तर गिलास चाहिँ ल्याउनु बिर्सेछौँ त्यही भएर हामी चाहिँ जाँदैछौँ अमन चाहिँ त्यहाँनिर पर्खिँदैछ
हैं के कतिवटा के चाहिँ खानु गुड बोय डर लाग्यो के छोडिरहेको भने अहिले चाहिँ हामी सागर ब्रो कहाँ जाँदैछौँ अरे गुड ब्रो चाहिँ सुगाउन आँटो म पनि सुगाउँछु है ओके अब स्टे ट्युन के भन्छ नि होइन कुन रोक्नु भन्नु पाइन्छ जाँदैछौँ अब नुहाउनु के हो गरुड्ने कुरो छ त ब्रो तर म जतिको चाहिँ होइन ल हामी पौडी खेल्ने ठाउँ चाहिँ यहीँ हो यहाँ चाहिँ भुइँखे बसिरहेछ छिटाउ न जाम यो भाइ चाहिँ खाएर गर्दा भन्दैछ टाइपमा हामी बिस्तारै छिर्ने आऊ छिटो ठिक रहेछ बरु छिटाउ न पैसा भेटायो यार मैले भारी चोट खाने मेरो भेटाएँ मैले हो मेरो हो साँच्चीकै भिडियोमा हेर हेर्दिनँ ह्याप्पी डेमा पैसा बोकेको छु मेरो हो क्या मेरो पैसा लगो हामीलाई कस्तो छ पैसा सुखाएको अरे यसले चाहिँ यो चाहिँ पैसा हो गयो पैसा लिन्छ भनेर अगाडि अगाडि डाइभ हान्दैछ उयो मान्छे चाहिँ यो चाहिँ मैले पैसा भेटाएको पानीमा मेरो उफ्रिरहेको उडिरहेको थियो यसरी उडिरहेको थियो पनि हरायो एउटा यसरी उडिरहेको थियो अनि मैले टिपेको भेटाएको यता उता सागर अलिकता आऊ न अलिकता यतिको हल्ला मात्र न जाट्ठा भेटेर यहाँ बोतल छ त्यो जस्तो
पैसा छ भनेर Okay, brother. त्यहाँ चाहिँ 17 हामी चाहिँ त्यहाँ 9 गर्न जाने अहिले ब्रो बाई बाई के छ अरे उहाँको चाहिँ अनि फिक्सन डान्स सो हामी चाहिँ पानीको राजा भनेर सर्प बनिँदैछ केटाहरू सेल्फी पो हो त पक्न म अरू मेरो सिक्री लाउँछु सिक्री लाउँछु तेरो सिक्री त्यो कहाँबाट वनको मान्छे सिक्री आयो सिक्री लाउनु जान्छु अब ऊ भइसक्यो फेटा भइसक्यो के छ लाउरे ए म चाहिँ लाउरे आर्मी जस्तो देखिरहेको छु क्या है टक्कै आप्टा खिच्दै भर्यो के छ ब्रा तपाईँहरूको नेपाल मलाई धेरै धेरै मन पराएको छ तपाईँहरूले आज मलाई नौलो नौलो ठाउँमा लिएर आउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद सेक्सी बोय हुनुहुँदो रहेछ हजुर त Yes, I'm very sexy. अनि अर्को सेक्सी बोय या देखा नहीं सो ल हामी चाहिँ आजको नुहाइधुवाइ कार्यक्रम सिद्धेर फर्किँदैछौँ दुईजना चाहिँ यहाँ नुहाउँदैछ हेलो ब्रो Oh my god What is this bro Oh my god. What doing bro This water flowing. Oh acha nice nice Asu.
माथि छ बसाउने This is full moon. ठिकै छ झन् गुलिएको रहेछ नि अब चाहिँ खाइसक्नु आँट्यौँ भनेको क्या यस सकेर यहाँनिर मान्छे चाहिँ सुतिरहेछ हेर्नुपर्छ हाम्रो प्लास्टिकको मैलाहरू छ अनि छोडिदिने हो को भयो बहिनी खोज्नु कसको मोबाइल हो मेरो 1% लाभ र मेरो भिडियो नखिच न किन नखिच यहाँ पे आउँछ अब मैले के गर्नु जाऊ न जाऊ ती पनि यसो पक्रिदिइरहेको छु उता परछ आउन छिटो हेर तेरिका खै हेरौँ कस्तो मेहनत गरेको मैले चाहिँ नटिप भनेको यो राम्रो देखिरहेछ हौ जाऊँ न भयो खिच्छोस् रहेछ अनि टिपिहालेको त टाउकोले चाहिँ क्या यो के भन्छ अझ मलाई चाहिँ के भयो बटुल्न खोज्दैछु चुट्टाउनु खोज्दैछ अमनले टिपेको फुललाई जसरी चुटाउँछ त्यसरी चुटिन्छ सजाउन पिलित्ते भइसक्यो अनि फुल त अहिलेको पैसा खोइ 500 रुपियाँको अनि यो त फाल्टै आउँछ त पैसा त्यो मात्रै लग नि त यसमा आउँदैन नि मैले पैसा यहाँ राखेको थिएँ क्या ब्रो यहाँ तिमीले पैसा लुकायो है मैले छुएको छुइनँ के फेरि 5 रुपियाँ भेटाएन मैले उही यहाँ रहेछ सबै गरिहाल्नु ल बाई 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 बाई